नमस्कार, म यति बेला रुकुम पश्चिम जिल्लाको बाँकीकोट गाउँपालिका वडा नम्बर 3 र 5 जोड्ने यो अत्यन्तै धार्मिक र पर्यटकीय रूपमा अवस्थित स्यार्पु तालको छेउमा छु र यहाँको यो विशेषता र यसको चारैतिरको यो अवस्था हेर्दाखेरि यो म अहिले यो बाँकीकोट नगरपालिका गाउँपालिकाको 3 नम्बरको छेउमा छु भने पल्लो गाउँ तपाईहरुले देखिराख्नु भएको छ त्यो 5 नम्बर बाँकीकोटकै 5 नम्बर र यो बीचमा स्यार्पु ताल रहेको छ र यसको एरिया सबै लोकेसन हेर्दाखेरि यो समुद्री सतहदेखि 1372 मिटर उचाइमा रहेको यो ताल छ भने यसको क्षेत्रफल 2.6 वर्ग किलोमिटरको एरियामा यसको क्षेत्रफल रहेको छ र सँगसँगै यसको गहिराई वर्षायाममा यहाँको स्थानीय सबै आदरणीय व्यक्तित्वहरूसँग सोद्धाखेरि यहाँको गहिराई बर्खा सिजनमा यसको 32 मिटर गहिराई रहन्छ भने र सँगसँगै सुखायाममा 12-13 मिटर चाहिँ यसको गहिराई रहँदो रहेछ र अहिले हामी चाहिँ यो सुखा सिजनको आउँदाखेरि तपाईहरुले देखिराख्नु भएको छ बर्खा सिजनमा भएको यो तालको पानीको बहाव हेर्दाखेरि माथिको किनारसम्म छ भने अहिले चाहिँ यो यसको अलि तल पानी घटेको छ। त्यसकारण म सबैलाई के अनुरोध गर्न चाहन्छु भने हाम्रो यो क्षेत्र कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको एउटा यो पर्यटकीय रूपमा रहेको यो ठाउँ यो ताल सबै पर्यटकहरूलाई आउनको लागि म अनुरोध गर्न चाहन्छु र सँगसँगै यो ठाउँमा आइसकेको पर्यटकहरूलाई एकपटक फेरि आउनको लागि र कोही यो ठाउँमा पुग्नको लागि आतुर हुनुहुन्छ कोही आउनु भएको छैन भने तपाईहरु सबैलाई यो भिडियोको यो सन्देश मार्फत यो ठाउँ यो ताल यो सबै हाम्रो भूगोलको हजुरहरूलाई जानकारी गराए यो ठाउँ हेर्नको लागि तपाईहरु सबैलाई आउन अनुरोध गर्न चाहन्छु र यो हामी यहाँ पुग्नको लागि रुकुम मुसिकोट खलङ्गादेखि मलाई लाग्छ हामी 2.5 घण्टाको दूरीमा हामी यहाँ पुग्छौं र यहाँ आउनको लागि सबै पर्यटकहरूलाई यहाँ बस्नको लागि खानाको लागि व्यवस्थापन हेर्दाखेरि हामीले देखेका छौं। त्यसकारण सबै व्यक्तित्वहरूलाई यो ठाउँमा आउनको लागि म सबैलाई म हार्दिक निम्तो गर्न चाहन्छु।